हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर न्यू मिनी ब्लग। आज चाहिँ म भिडियो बनाउँदिनँ भनेर बसेको थिएँ। मेरो सासू मम्मीले चाहिँ आऊ बनाऊ, केही नि हुँदैन, अलिअलि घरको काम गरेकै त बनाए नि हुन्छ भनेर म चाहिँ भिडियो बनाउनुतिर लागेँ। यो चाहिँ पराल चाहिँ चैते धानको पराल हो क्या। अनि यो चाहिँ सुकाउनै पाएको थिएन नि त, मकै सुकाएको भएर ठाउँ थिएन। अनि त्यसपछि कहाँ सुकाउने रोडमा लग्यौँ। रोडमा चाहिँ सुकाउनु हुँदैन, हामीले चाहिँ सुकाइहाल्यौँ। अनि छेउछेउमा लगेर सुकाएको थियौँ। अनि मेरो नानीले चाहिँ पोज दिँदै थियो क्या, त्यहाँ क्यामेरा देख्ने हुनु चाहिँ पोज दिएर बस्छ। मेरो चाहिँ ठुलो नानीले भिडियो बनाइदिएको थियो। त्यसपछि चाहिँ किचनमा आएर म चाहिँ किचन सफा गर्नतिर लागेँ। हामीले चाहिँ खाना खाइसकेको थियौँ। मेरो हस्बेन्ड चाहिँ उता आली लाउन जानुभएको थियो कि गडेरीमा। आली लाएर आएपछि उहाँले खानासाना खानुभएछ। मैले चाहिँ हामीले खाएको खानाको भाँडाहरू चाहिँ माजिसकेको थिएँ कि। अनि कराईहरू के थियो। अनि म चाहिँ नानी लिन गएको थिएँ। नानीको चाहिँ इक्जाम छ नि त, इक्जाम भएको भएर छिट्टै बिदा हुन्छ कि 11 बजीतिर त हामी लिएर आइसकेका हुन्छौँ नानीहरूलाई। अब स्कुल बोर्डिङ नजिकै छ नि त, अनि हिँडेर एकैछिनमा ल्याइहालिन्छ। अनि त्यसपछि चाहिँ मन लाग्यो त्यही अघि आली खच्याङ खोज्याङ रहेको भाँडाहरू पखालपुल गर्न होइन। भाँडा माझी उडिसकेपछि चाहिँ म चाहिँ लागेँ बडाल बुडाल गर्न। किचन चाहिँ हाम्रो यत्रो सानो छ कि ठुलो छैन। यो चाहिँ बुवाले अस्ताइ बनाउनु भएको अरे, अस्ताइ बनाएको अब त्यही नि थाहै नै हुन लागिसक्यो। त्यसपछि चाहिँ म लागेँ चुलो लिप्नको लागि। यो चाहिँ हाम्रो भित्रको चुलो हो। यहाँ चाहिँ पानी पर्दा पकाउँछ, न त चाहिँ कोइले चुलो छ कि उतापट्टि साइडमा चाहिँ सानोवाला। अनि यो चाहिँ बाहिरको चुलो हो। बाहिरको चुलोमा चाहिँ पानी नपर्दा चाहिँ हामी यहीँ नै कुडोहरू पकाउँछौँ भैँसीको लागि। बिहान बेलुका नै कुडो दिने गरेको छ कि हाम्रोमा चाहिँ। अनि बिहान बेलुका नै पकाउँदाखेरि चाहिँ चुलो कहिलेकाहीँ भत्किन जान्छ कि यता दाउरा राख्दा। अनि पानी पऱ्यो भने पानीले सबै भत्काइदिन्छ। अनि यो चाहिँ म चाहिँ कहिलेकाहीँ 2 दिनमा एक दिन चाहिँ म चाहिँ लिप्ने गर्दैछु होइन, सधैँ चाहिँ लिप्दिनँ। लिपपोत गरिसकेपछि चाहिँ म लागेँ कपडा धुनेतिर। कपडा धोएर चाहिँ म बाहिर आएर सुकाउनुतिर लागेँ। घाम चाहिँ त्यति साह्रो राम्रो चाहिँ लागेको थिएन, अलिअलि घाम लागेकोमा त्यहीँ सुकाएँ। पछि चाहिँ लागेको थियो, अहिले घाम कपडा सुकाइन्जेलसम्म चाहिँ राम्रोसँग लागेको थिएन कि। अनि पराल पनि सुक्दैन होला भन्ने पिर परिरहेको थियो। पराल पनि सुक्यो अलिअलि। त्यसपछि चाहिँ मैले चिया र गाजरको हलुवा बनाएँ। गाजरको हलुवा चाहिँ मलाई पहिला मनै पर्थेन कि गाजरको गन्धले। गाजरको गन्ध नरुचाउनेहरूले चाहिँ अलि रुचाउनुहुन्न होला, मलाई चाहिँ आजकल चाहिँ मन पर्न थालेको छ। अनि किचनमा त्यत्रो बेर काम गरेर निस्केपछि चाहिँ यो सर्प त्यही किचनबाटै निस्कियो कि। गर्मी लाग्यो साथसाथै सर्प पनि धेरै नै आउँछ कि। अब घरमा चाहिँ हाम्रो चाहिँ जङ्गल जस्तै ठाउँमा छ। अनि हजुरहरू पनि सेफ हुनु होला।